उहाँ हुनुहुन्छ छोटे पठान, श्रम संस्कृति पार्टीको केन्द्रीय सदस्य, समानुपातिकको उम्मेदवार हर्कज्यू। उहाँलाई केही सिकाउनु पर्यो, बुझाउनु पर्यो। तपाईँ मात्रै धेरै जान्ने भएर बुझ्ने भएर भएन के, उहाँलाई पनि केही सिकाउनु पर्यो नि। 2 हुन्छ 3 हुन्छ त्यही हुन्छ, अरू को छ र? कति सिट ल्याएपछि प्रधानमन्त्री भयो? जति सिट हामीले प्रधानमन्त्रीको लागि चाहिन त्यो कति सिट भन्नु नि त? 2 तिहाई बहुमत आइरहेको छ। 2 तिहाई कति सिटमा आउँछ सर? बहुमत हाम्रो आइरहेको छ। सर यति भन्ने छ संविधानमा, भनिदिनु त। तपाईँ जसलाई पनि दलाल भनिदिने, एजेन्ट भनिदिने, अनि कति सिट ल्याउँदाखेरि बहुमतको प्रधानमन्त्री बन्छ भने थाहा छैन? थाहा छ नि। कति सिट भनिदिनु नि त। अब तपाईँको मेरो आकलन हिसाबले मैले 200 सिट ल्याइरहेको छु। जति सिट ल्याइरहेको छु त्यति तपाईँले भनिरहेको 200 सिट कुरा। प्रत्यक्षमा कति सिट छ नेपाल? प्रत्यक्षमा अब तपाईँको 300 कति 300 कति 300 कति 161 समानुपातिकमा समानुपातिकमा तपाईहरुले अरूलाई जसै दलाल एजेन्ट भन्दै हुनुहुन्छ, यो गलत परिभाषा